एउटा सानो गाउँमा रमेश नामको केटा बस्थ्यो। उसको सपना थियो ठुलो मान्छे बन्ने, आफ्नो परिवारलाई राम्रो जीवन दिने। तर जीवन उसको लागि सजिलो थिएन। रमेशले पढाइमा धेरै मेहनत गर्थ्यो, तर परीक्षा भने बारम्बार फेल हुन्थ्यो। गाउँका मानिसहरूले उसलाई तिमीबाट केही हुँदैन भनेर हाँसो गर्थे। उसका साथीहरू अगाडि बढिरहेका थिए, तर रमेश भने त्यही अड्किएको जस्तो लाग्थ्यो। एक दिन ऊ धेरै निराश भयो। उसले सबै छोड्ने सोच्यो। त्यही बेला उसकी आमाले उसलाई भनिन्, छोरा, पानीले ढुङ्गा काट्न सक्छ भने तिमीले आफ्नो भाग्य किन बदल्न सक्दैनौ? तर त्यसका लागि धैर्य र निरन्तर प्रयास चाहिन्छ। यी शब्दहरूले रमेशको मनमा नयाँ ऊर्जा भरियो। उसले फेरि सुरु गर्ने निर्णय गर्यो। यसपटक उसले आफ्नो गल्तीहरू बुझेर नयाँ तरिकाले पढ्न थाल्यो। बिहान छिटो उठ्ने, समय मिलाएर पढ्ने र सानो सानो लक्ष्य पूरा गर्ने उसको बानी बन्यो। फेरि परीक्षा आयो। रमेशले आफ्नो सबै शक्ति लगायो। परिणाम आयो। यसपटक ऊ पास मात्र भएन, राम्रो अङ्कले पास भयो। त्यसपछि उसले अझै मेहनत गरिरह्यो। वर्षौंपछि रमेश सफल व्यक्ति बन्यो। उसले राम्रो जागिर पायो र आफ्नो परिवारलाई राम्रो जीवन दिन सफल भयो। एक दिन त्यही गाउँका मानिसहरूले उसलाई सम्मानका साथ हेरे। जसले पहिले हाँसो गर्थे, उनीहरूले नै अब उसको उदाहरण दिन थाले।